चप्पलले गर्दा हत्यारा समातियो। आजको अनलाइन खबरमा खबर छ कि चप्पलले खोल्यो 2 व्यक्ति हत्याको पोल कारण बन्यो 11 लाख ऋण। ललितपुरमा एकै व्यक्तिले 2 दिनको अवधिमा 2 युवकको हत्या गरेको खुलेको छ। एक व्यक्ति हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा तीनै व्यक्तिले अर्का व्यक्तिको पनि हत्या गरेको खुलेको हो। हत्या आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका घर भएका रमेश भनिने देवराज ढुङ्गेल र जयराम अधिकारी छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको सहयोगमा पक्राउ गरिएको हो। उनीहरू 2 जना मिलेर भोजपुर घर भएका 21 वर्षीय पारुहाङ राई र गोलन्जोर गाउँपालिका 3 घर भएका केशवराज हायुको हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए। अधिकारीलाई सिन्धुली प्रहरीको सहयोगमा आइतबार साँझ पक्राउ गरी 10 बजे राति काठमाडौँ ल्याइएको हो। यसअघि प्रहरीले देवराजलाई पक्राउ गरेको थियो। हत्या गर्नुको मुख्य कारण ऋणसँग जोडिएको प्रहरीले बताएको छ। घटनाअनुसार देवराजले आफ्नी श्रीमतीलाई करिब 4 महिना अघि जापान पठाएका थिए। श्रीमती जापान पठाउन उनले कोही व्यक्तिसँग ऋण लिएका थिए। उक्त ऋण तिर्न फेरि देवराजले अहिले हत्या गरिएका आफ्नै जेठान केशवराजसँग 6 लाख र पारुहाङसँग 5 लाख रुपैयाँ ऋण लिएको अनुसन्धान अधिकृत बताउँछन्। केशवराज र पारुहाङले उक्त ऋण फिर्ता माग्न थालेपछि योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ। हत्याको मुख्य कारण नै ऋणसँग जोडिएको छ। ऋण तिर्नु नपर्ने सोचेर हत्या गरेको देखिन्छ, एसएसपी बस्नेतले भने। रमाइलो गर्ने भन्दै जङ्गलमा लगेर केशवराजको हत्या गरिएका केशवराज र हत्या आरोपमा हिरासतमा रहेका देवराज ज्वाइँ जेठान हुन्। देवराजले केशवराजकी बहिनी विवाह गरेका हुन्। ज्वाइँ जेठान मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका 8 शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म चलाएका थिए। साँधमा अहिले हत्या गरिएका पारुहाङको पनि अर्को कृषि फार्म थियो। देवराजले आफ्नी श्रीमतीलाई जापान पठाउँदा लागेको ऋण तिर्न जेठान केशवराज र कृषि फार्मका सन्धियार पारुहाङसँग गरी 11 लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिने बेलामै पारुहाङ र केशवराजको घर परिवारमा भने देवराजले विदेश जान लागेकाले रकम बुझाएको हो भन्न लगाएका थिए। जसले भोलिका दिनमा हत्या हुँदा पनि थाहा नहोस् भन्ने उद्देश्य रहेको अनुसन्धानमा खटिएका एक अधिकृत बताउँछन्। मोबाइलमा फोन नलागेपछि विदेश गएको भन्ने बुझ्ने भएकाले हत्या भएको थाहा नपाउन् भन्ने उद्देश्य देखिएको ती अनुसन्धान अधिकृतको विश्लेषण छ। हत्याको योजना बनाएपछि देवराजले आफ्ना जेठानलाई डाँडातिर गएर रमाइलो गर्ने प्रस्ताव गर्छन्। ज्वाइँको प्रस्तावमा जेठान सहमत हुन्छन्। अनि उनीहरूसँगै जोडिन्छन् जयराज अधिकारी। ललितपुरको ज्यामिरे भन्ने ठाउँको जङ्गलमा उनीहरू पुग्छन्। त्यहाँ उनीहरूले मदिरा सेवन गर्छन्। मदिराले केशवराज लट्ठ भएपछि झोलामा लगिएको ह्यामरले हानेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी बताउँछन्। हत्यापछि हातखुट्टा र मुखमा टेपले बाँधेर शव त्यही छाडेर उनीहरू फर्केको प्रहरीले बताएको छ। भोलिपल्ट पारुहाङको हत्या केशवराजको हत्यापछि ऋण तिर्नु नपर्नेमा देवराज ढुक्क भए। तर पारुहाङसँग लिएको 5 लाख ऋण भने बाँकी नै थियो। त्यसपछि भोलिपल्ट देवराजले पारुहाङको पनि हत्या गरे पुरै ऋणबाट मुक्त हुने सोच्छन्। सोही अनुसार केशवराजकै जस्तो शैलीमा डाँडामा रमाइलो गर्न जाने वाहनमा पारुहाङलाई लगेर 25 मङ्सिरमा हत्या गरिन्छ। केशवराजको हत्याबारे केही सुइको नपाएका पारुहाङले पनि देवराजको योजनामा सहमति जनाउँछन्। त्यसपछि 25 मङ्सिरमा देवराजले नै भनेको ठाउँ ललितपुर र भक्तपुरको सिमानामा पर्ने सूर्यविनायक नगरपालिका 7 को जङ्गलमा पारुहाङलाई लिएर देवराज र जयराम जान्छन्। केशवराजकै जस्तो मदिराको नसामा लट्ठ भएपछि झोलामा बोकेर लगेको ह्यामरले हानेर पारुहाङको पनि हत्या गरिन्छ। हत्यापछि केशवराजकै जस्तो गरी हात खुट्टा बाँधेर मुखमा टेप लगाई प्लास्टिकले शव प्याक गरी भिरबाट खसाल्छन्।
त्यसपछि उनीहरू ढुक्कले बसेको देखिन्छ। हत्याको एक सातापछि भेटियो शव, चप्पलले खोल्यो पोल। केवसराज र पारुहाङ दुवैजना सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन प्रहरीमा उजुरी दिन्छन्। यता ज्वाइँ जेठानको लगानीमा रहेको कृषि फार्म भने उनीहरूले रोल्पाका दीपक थापा मगरलाई बेचिसकेका थिए। उनै केशवराजले बेचेको शेरफाँटको उक्त कृषि फार्मको इनारमा शङ्कास्पद अवस्थामा एउटा ठूलो बोरा कामदारले देख्छन्। त्यसपछि शङ्का लागेर प्रहरीलाई खबर हुन्छ। प्रहरी घटनास्थल गएर बोरा निकालेर हेर्दा एक युवकको शव भेटिन्छ। उक्त शव हराएको भनिएका केशवराजकै रहेको भन्दै परिवारले शनाखत गर्छन्। त्यसपछि हराएका भनिएका केशवराजको हत्या भएको पुष्टि हुन्छ। यो बीचमा पारुहाङ जीवित मृतबारे भने प्रहरीले केही पनि सुइको पाइएको हुँदैन। प्रहरीले अनुसन्धानलाई तीव्रता दिन्छ। सँगै कृषि फार्ममा साझेदार भएर काम गरेकाले ज्वाइँ देवराजमाथि पनि शङ्का गरेर प्रहरीले अनुसन्धान अघि बढाउँछ। तर उनी आफै आफ्ना जेठानको खोजीमा सक्रिय हुँदै प्रहरीलाई सहयोग गर्छन्। केशवराज लिभिङ टुगेदरमा थिए। उनीसँगै फार्मको छाप्रोमा उनकी प्रेमिका पनि बस्थिन्। प्रेमिकासँग विवाद भएपछि उनी सिन्धुली गए। लामो समयसम्म पनि ललितपुर फर्केनन्। त्यसपछि रिसले एक दिन केशवराजकी प्रेमिकाले टहरो तोडफोड गर्न थालिन्। त्यसको भिडियो देवराजले बनाएका थिए। उक्त भिडियो उनले जापानमा रहेकी आफ्नी श्रीमतीलाई समेत पठाएका थिए। यता हराएको भनिएका केशवराजको शव 2 पुसमा इनारभित्रबाट प्रहरीले निकाल्यो। शव फालिएको इनार नजिकै एउटा चप्पल समेत भेटिएको थियो। प्रहरीले उक्त चप्पललाई आधार मानेर पनि अनुसन्धान गर्यो। तर चप्पल कसको हो भन्ने खुल्न सकेको थिएन। यही बीचमा टहरो भत्काउँदै गरेको भिडियो आफन्तमार्फत प्रहरीमा पुग्यो। उक्त भिडियोमा क्राइम सिनमै फेला परेको चप्पल देखियो। भिडियोमा देखिएको चप्पल र क्राइम सिनमा फेला परेको चप्पल म्याच खायो। त्यसपछि उक्त चप्पल भिडियो खिच्ने देवराजकै रहेको पहिचान भयो। त्यसपछि अनुसन्धान लगभग निष्कर्ष प्रहरीले निकालेको थियो। थप पुष्टि गर्न प्रहरीले देवराजलाई आफ्नो कोठा देखाउन लगाउँछ। भक्तपुरमा रहेको आफ्नो कोठा बनेको ठाउँमा देवराजले लान्छन्। तर त्यहाँबाट केही दिन अघि मात्रै डेरा सरेर गएको खुल्छ। प्रहरीले थप शङ्का लागेर कोठा देखाउन भनेपछि बाध्य भएर देवराजले आफ्नो कोठा देखाएको अपराध अनुसन्धान कार्यालयका एसएसपी काजी कुमार आचार्यले बताए। देवराजको कोठामा भने शङ्कास्पद वस्तुहरू फेला पर्छन्। प्रहरीका अनुसार उनको कोठामा रगत लतपतिएका कपडा, भाँचिएको अवस्थाको ह्यामर, टेप भेटिन्छ। केशवराजको शव बाँधिएको टेप र देवराजको कोठाको टेप समेत म्याच भएपछि ज्वाइँबाटै जेठानको हत्या भएको निष्कर्षमा प्रहरी पुग्छ। तर घटनाबारे देवराजले अस्वीकार गरिरहन्छन्। जयराम समातिएपछि खुल्यो अर्का व्यक्तिको हत्या। कोठाबाट सबुत प्रमाण भेटिँदा समेत देवराजले घटना अस्वीकार गरिएका थिए। यता प्रहरीले प्राविधिक कोणबाट पनि अनुसन्धान गरिरहेको थियो। प्राविधिक अनुसन्धानबाट खुल्यो देवराजसँगै घटनास्थलमा अर्का व्यक्ति पनि थिए, जयराम अधिकारी थिए। उनीहरू दुईबीच मोबाइलमा सम्पर्क भएको देखियो। यति हुँदा पनि देवराजले अधिकारीबारे केही थाहै नभएको दाबी गरिरहे। प्राविधिक कोणको अनुसन्धानमा घटनामा जोडिएपछि आइतबार मात्रै सिन्धुलीको गोलन्जोरस्थित आफ्नो घरमा रहेका जयराम समातिए। सिन्धुली प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई राति 10 बजे अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ ल्याएको थियो। प्रारम्भिक सोधपुछकै क्रममा उनले केवसराजको हत्या स्वीकार मात्रै गरेनन्, सँगै अर्का व्यक्ति पनि हत्या भएको खुलासा गरे। त्यसपछि प्रहरी नै चकित परेको थियो। हत्या गरेको भए शव कहाँ छ भन्दै प्रहरीले देखाउन भन्यो। आइतबार मध्यराति जयरामले भक्तपुरको सूर्यविनायक 7 को जङ्गलमा लगेको एक अनुसन्धान अधिकृतले बताए। उनै जयरामले भनेको स्थानमा हराएका भनिएका अर्का व्यक्ति पारुहाङको शव भेटियो। त्यसपछि बल्ल यो समूहले 2 दिनको बीचमा 2 युवकको हत्या गरेको खुलेको एसएसपी बस्नेत बताउँछन्। हत्याको 2 दिनपछि मोटरसाइकलमा शव बोकेर इनारमा हालियो। ललितपुरको ग्रामीण भेग जामिरकोटमा हत्या गरेर केशवराजको शव छाडेर उनीहरू त्यहाँबाट हिँडेका थिए।
भोलिपल्ट पारुहाङको हत्या गरेर अनकन्तार भिरमा खसालिएकोले शव नभेटिनेमा उनीहरू ढुक्क थिए। तर सामान्य झाडीमा त्यसै छाडिएकाले केशवराजको शव देख्ने भएकाले उनीहरूले व्यवस्थापनको योजना बनाएर इनारमा ल्याएर हालेको देखिएको प्रहरीले बताएको छ। हत्याको 2 दिनपछि 26 मङ्सिरमा उक्त शव लिन उनीहरू मोटरसाइकल ज्यामिरकोट पुगेका थिए। शवलाई बोरामा प्याक गरेर उनीहरूले मोटरसाइकलमा हालेर आफूले बेचेको कृषि फार्मको इनारमा ल्याएर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। देवराजले मोटरसाइकल चलाउने शवलाई बीचमा राखेर पछाडि जयराम बसेर कृषि फार्मको इनारमा ल्याएर हालेको देखिन्छ, एसपी आचार्य भन्छन्। यो सबै काम उनीहरूले 26 मङ्सिरको मध्यराती गरेको देखिएको छ। ज्यामिरकोटका झाडीमा एउटा मोटरसाइकल पनि भेटिएको थियो। उक्त मोटरसाइकल मृतक हायुले 2 दिनका लागि भाडामा लिएको अनुसन्धानका क्रममा देखिएको छ। 2 लाखमा डिल 10,000 बुझेर घर फर्के जयराम। प्रहरीका अनुसार गोलन्जोरका देवराज र जयराम एकदमै मिल्ने साथी थिए। हत्याको योजना बनाएर सिन्धुली बस्ने जयरामलाई देवराजले काठमाडौँ बोलाएको प्रहरी अधिकारीहरू बताउँछन्। त्यसपछि केशवराज र पारुहाङको हत्या गर्ने योजना जयरामलाई सुनाउँछन्। जयरामको 2 लाख ऋण भएकाले उक्त ऋण तिर्न हत्यापछि देवराजले 2 लाख रकम दिने वचन दिएको जयरामले प्रहरी समक्ष बताएका छन्। देवराजको योजनामा जयराम तयार भएपछि दुवैजना मिलेर 2 दिनमा 2 जनाको हत्या हुन्छ। हत्यापछि देवराजले जम्मा 10,000 रुपैयाँ दिएको जयरामले प्रहरी समक्ष स्वीकारेका छन्। मलाई 2 लाख दिने भनिएको थियो, पछि 10,000 दिए, अनि घर फर्केर ढुक्कले बसेको हुँ, जयरामलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने।